अनि मेहनत गर्नुपर्छ अब त्यसै पैसा बाटोमै फल्दैन नि त अनि 4 वर्ष बस्यो 4 वर्ष 4 वर्ष 4 वर्ष त अनि कति नै पो हो र के हैन हामी 10 वर्ष बस्दा त के भएको छैन के हैन 4 वर्ष त के राम्रो भइदियो त अहिलेसम्म बसिन्थ्यो 10 वर्षै हुन्थ्यो हैन ठ्याक्कै 10-11 वर्षै हुन्थ्यो राम्रो भएन अनि यहाँ राम्रो रहेछ त अनि कहाँ जानु अनि विदेश ठीक छ अनि सबथोक यहाँ अनि परिवार सरिवार सबै यही आइपी सबै अनि धेरै त हैन त्यो महिनामा अनि सबै गरेर त्यही 40-50 हजार जोगाउन सकिन्छ ऋण छैन भने ऋण छ भने चाहिँ अब त्यही 10-15 हजार हो हैन ऋण छैन भने चाहिँ 40 यस्तो गाडीलाई एउटा नयाँ गाडीलाई कति पर्छ यो गाडी छ नि उ यस्तो छ नि अहिले अब यो भनेको अहिले 25 लाख 26 लाखसम्म पर्छ है यही गाडीलाई मोडल अनुसार के नम्बर प्लेटको 10 लाखै भइहाल्यो हैन अब गाडीको 22 लाख 23 लाख हैन त्यस्तो गरेर थियो अहिले यो अल्टो हैन नयाँ 30 लाखसम्म परेछ 2019 को ए सबै गरेर 30-32 लाख 35 लाख भन्ने गाडी कम्फर्टेबल 35 लाख डेकोरेसन सक्नु गर्दा 35 लाख भेट्छ त्यो पनि फलामले पनि फाप्नु पर्यो होला नि त यो त्यो त अब आफ्नो हो है कि आफ्नो हातमा यो गाडी अहिले 32 लाख जति पर्न आउँछ 2019 को सबै गरेर टोटल यो गाडी भनेको 9 लाखमा आयो यो सेकेन्ड ह्यान्ड यो अब 1.5 वर्ष त पुग्छ नि हो त्यसपछि सेकेन्ड ह्यान्डको चाहिँ कति रहेछ यो एक्सपायर हुन्छ यो 2004 को 2004 को 1.5 वर्षपछि एक्सपायर हुन्छ यो 9 लाखमा लिएको मैले 9 लाखमा बुझ्नुभयो अनि तिर्सेको होला नि त यो क्यासमा लिएको तपाईँले मैले ऋण त छैन हैन त्यही भएर त मेरो 40,000 बच्चा महिनामा भनेको किनभने मैले तिर्नु पर्दैन नि त कसैलाई हैन अनि तपाईँको
यहाँ चाहिँ कस्तो छ भने 22-25 लाखको गाडी दिन्छ होइन 5 लाख 10 लाख सुरु गरेर राख्छ अनि महिनामा 50-60 हजार फाइनेन्सलाई बुझाउनु पर्छ अनि भित्र बस्नु भएन भन्दा त्यो चाहिँ हो है त्यही भएर यस्तो ल्यायो तपाईँ नै मालिक तपाईँ नै अनि सब थोक रहेछ नि अनि के गर्नु अनि त्यही भएर विदेशमा सब थोक यहाँ रहेछ त किन जानु नि 4 वर्ष बसेर आएको 4 वर्षमा 4 वर्षमा कमाइयो अलिअलि त्यो त्यहाँको तलब एउटा गाडी किन्यो है एउटा त्यहाँको तलबले गाडी चलाएर के कमाउँथ्यो होइन अहिले गाडी किनेर मालामाल ए ऊ त्यहाँ अलिअलि यसो दारू पानी बेचेर कमाउनु साउदीमा ए कतारमा दारू पानीमा त अनि खतरा हो नि त पैसा के गर्नु धेरै ठिकै नै है अनि पक्रियो भने त अनि फेरि गयो त जिन्दगी यसरी नै आएको त 6 महिना गर्नु पाएन ए 6 महिना पनि थियो छैन धेरै हिँड्न त 2 वर्ष 3 वर्ष जति गर्नु पायो भने चाहिँ होइन त्यो अहिले त्यो घर विश्वकर्माले के कमाएको थियो होइन भन्नु न है भन्नु त खतरा हो होइन खतरा के गर्नु नराम्रो काम टिक्दैन रहेछ नि त होइन नराम्रो खोइ के को नराम्रो त के भन्नु त्यसलाई अब सबैले खाइरहेछन् खाना त होइन त्यो नियम विपरीत भयो होइन खोइ के धन कालो धन भन्छ अरे नि त कानुन विपरीत भयो कानुन विपरीत भयो होइन अनि हामी 3 जना त पढाइदियो त 1 हप्ता राखेर सरलाई गर्नु पनि हुँदैन नि त के गर्नु अहिले अब पैसा कमाउनु गएको हामी त्यहाँ है पैसै नकमाएपछि त के गर्ने जसरी पैसा कमाउ सपना त्यही होइन अनि नेपालहरू पनि नछोडेको नेपालहरू त के चाहिँ गरेर मैले अनि यो पनि अनि यहाँ पैसा कमाउनु होइन पैसा त संसारको जुनै सुकै ठाउँमा गए पनि पैसा त कमाउनै पर्छ नि होइन एकदम होइन दुःख त संसारको जुनै सुकै एउटा दुःखको लेभल छुट्यो होला कुनै अब हुन्छ नि अब हाइफाई दुःख होला होइन कुनै एकदम गाह्रो दुःख होला हेर्नुहोस् अब हामी मलाई कतामा बस्दाखेरि सलनमा एसी ट्याक्सीमा चढेर हिँड्थ्यो होइन ए बाहिर होइन पुरै जिउ नित्रुक्क भिज्ने गरी खनेर बस्थे नेपालीहरू होइन त्यो पनि दुःख हो त्यो पनि दुःखै त हो नि होइन सबै हो है सबै दुःख हो एउटा दुःखको एउटा हुन्छ नि अब लेभल बुझ्नु पर्यो त्यही हो पुरा त्यसरी बुझ्नु पऱ्यो यो चाहिँ के ठाउँ भन्छ यसलाई तपाईँको यो नयाँ बजार पिसिबु भन्छ नयाँ बजार है अहिले त अनि पुरा ठाउँ तपाईँको 2 मिटरमा चेन्ज हुन्छ अब यहाँ अहिले त कालधारा आउँछ हेर्नुहोस् अब त्यो चोकलाई कालधारा भन्छ अनि म्याप हेर्नु पर्दैन होला नि त किन हेर्नु म्याप हेर्ने भने हेर्नुहोस् है त्यो म्यापको विषयमा भन्नु म्याप हेर्ने भने हामीले त हेर्नु पर्यो नि त जसले चिन्दैन जसले जान्दैन त्यसको लागि हो म्याप भनेको त्यो तपाईँको सहयोगी हो कि पुरा त्यो कुना कुना थाहा छ है ए यहाँ त कुना कुना थाहा हुनु पऱ्यो अनि तपाईँको अब जस्तै तपाईँलाई अब दुर्घटना धेरै हुने ठाउँमा रह्यो अब तपाईँलाई कोटेश्वर अहिले एयरपोर्ट लाँदाखेरि मैले होइन पुरै रिङ रोड घुमाएर हिँडेर त मलाई घाटा लाग्छ हेर्नुहोस् हामी सर्टकट जाँदैछौँ सरलाई लगाएर अघि पनि त यही बाटो त आयो यति मिटरमा लानुपर्ने थियो भने त घुमाएर लान्छ होला नि त नि त्यो त त्यही हो नि मिटरमा त जति घुमाए पनि कहाँ अब त्यो यसरी लगे जस्तो हुन्छ मिटरमा त त्यस्तो उ नै छैन क्या त्यो घुमाउँछ होला नि त त्यस्तो हुँदैन त्यस्तो त्यो कति नै उठ्छ र घुमाएर बेकार मैले यस्तो महँगो तेल छ 181 रुपियाँको तेल छ तपाईँको घुमायो भने त झन् घाटा लगाइहाल्छ घुमायो भने आउँछ नि त अनि आउँदैन के कति नै आउँछ र बढी आयो 100 रुपियाँ आउला यार जति घुमाएर त 180 को तेल 181 को तेल सकिरहेको हुन्छ 1 लिटर के फाइदा भयो फाइदा हुँदैन नेपालमा त्यस्तो सिस्टम छैन क्या तपाईँको होइन यो किनभने यो ट्याक्सी व्यवसाय भन्ने कस्तो भन्नुहुन्छ नि होइन एउटा प्यारेन्ट्स नभएको हुन्छ नि घरमा त्यो टुरा बच्चा भन्ने हुन्छ नि बाबामा त्यस्तै हो क्या यो ट्याक्सी व्यवसाय भनेर यसको अलिकति हुन्छ नि सम्बन्धित मान्छे छैन क्या जो पनि आउँछ म यस्तो गर्छु उस्तो गर्छु भन्छ होइन एउटा जिम्मेवारी लिने कोही छैन क्या एउटा महानगरपालिकाले लिन सक्छ होइन सरकारले नै लिन सक्छ एउटा सङ्घ संस्थाले लिन सक्छ त्यस्तो छैन क्या जसले जे मनलाई त्यही गरे हुन्छ क्या अनि त्यहाँबाट ट्राफिकले पनि जति दुःख दिनु गयो होइन हामीले पनि अब जति लेभल अनुसार जति गर्न सक्छ गऱ्यो त्यही भएर यो टुक्रो बिजनेस हो यो हामी अब हेर्नुहोस् कतारमा चढाउँदाखेरि सन् होइन म्यापमा टक्क जिपिएसमा टक्क लगाएर आउँछ है सर गयो होइन टक्क बस्छ हेर्नुहोस् है ड्राइभरमा गएको म ट्याक्सी चलाएर आएको कतारमा सर गयो बस्छ टक्क बसिसकेपछि तपाईँको होइन टक्क बसिसकेपछि
गर्दैन हेर्नुहोस् ठाउँमा टक्क गर्नु थ्याङ्क यू होइन कसलाई अब बढी दिनु मन लाग्छ भने दिन्छ दिनु मन लाग्छ भने दिँदैन होइन कति आनन्दको पेसा होइन यो भनेको यहाँ त हामीले त दुनियाँसँग हामीलाई पनि कहाँ मन छ र होइन भन्नु त यतिले यति दे होइन यति लाग्छ उति लाग्छ भनेर सिस्टमै छैन त भन्नु परेन भन्नु त यहाँ नि हो यस्तै सिस्टम राख्नु क्या सिस्टमै छैन जे मनलाई त्यही गर्दा नि भइहाल्छ यहाँ सिस्टम छैन अहिले तपाईँको ट्राफिकले झ्याप्पा समातेर जे भनिदिनुहुन्छ भनिदियो भने भइहाल्यो जेमा फाइन हाल्दै नि हुन्छ होला उता त अनि फेरि पक्रिँदैन सिधा उयो आउँछ नि त तपाईँको सबै आउँछ ठाउँ सिसी क्यामेरा सिधै मोबाइलमा मेसेज एसएमएस आउँछ कम्पनी जाँदाखेरि फाइन पऱ्यो भनेर आउँछ थाहा नै हुँदैन होइन सबै सेन्सर सिस्टम हुन्छ रेड लाइट गऱ्यो भने फोटो खिच्छ होइन ओभर स्पिड हो भने फोटो खिच्छ हामीलाई थाहा हुन्छ सिधै कम्पनीमा ल तिमीले त आज फाइन तिरेछ नि त भनेर आउँछ अब आफूलाई चित्त बुझेन भने अहिले त मोबाइलमै आउँछ नि आफूलाई यदि चित्त बुझेन भने होइन गएर त्यहाँ सिसी फुटेज पनि हेर्न मिल्छ यहाँ सिसिटिभी फुटेज हेर्छु मेरो कहाँ गल्ती भयो भने तँलाई मुर्दार भनेर उल्टो होइन उल्टो ठोकिदिन्छ हो होइन त्यस्तो हो हेर्नु अनि गाडी नै चलाउने हो गाह्रो छ यो गाह्रो छ एक प्लट जानु पर्ला जस्तो लाग्यो एक प्लट मलेसियातिर जानु पर्ला जस्तो लाग्यो अनि यत्रो पैसा हुने मान्छे कहाँ जाने त अनि यत्रो सब यहाँ धनी मान्छे भएर अनि यस्तो सब थोक भएर अनि त के हुनु हेर्नु तपाईँलाई देख्दाखेरि म एकदमै धेरै धनी हो क्या आफ्नो परिवारसँग बसेर यति कमाउनु भनेको धेरै राम्रो हो नि त्यो त तपाईँको कस्तो भयो नि मेहनत गरेर पनि जहाँ पनि हुन्छ अहिले गाउँमा पनि छ गाउँमा पनि छ नि तपाईँको महिनामा लाख कमाउने मान्छे पनि छ नि गाउँमा त्यो त सिटी हो आज अहिले तपाईँ काठमाडौँभन्दा गाउँतिर राम्रो कमाइन्छ गाउँतिर के गाउँमा चाहिँ के गर्ने अनि हुन्छ सबै अब बाटो नपुगेको ठाउँ केही कहीँ छैन हेर्नुहोस् अहिले गाउँतिर है बाटो त पुगेको छ तर के गर्ने त्यहाँ हुन्छ नि गाउँमा अब ओसार प्रसार हरेक हुन्छ नि गाउँमा तर गाउँको मान्छेले त अनि सहर राम्रो भन्छ सहरको मान्छे गाउँ राम्रो के हो खास अब यस्तो नि त गाउँको मान्छे सहर त्यति देखाएको छैन होइन सहरमा के नै होला भन्ठान्छ होइन अनि सहरमा बस्नेलाई थाहा हुन्छ नि कति गाह्रो हुन्छ खाएको निकालेको ठाउँ पनि हुँदैन क्या पैसा कुन पलबाट कति धुवा निस्किन्छ भने त यहाँ बस्ने मान्छेलाई मात्रै थाहा हुन्छ नि होइन गाउँमा भनेको हो नि त हावा पानी अब यो भिडियो पुरै जान्छ क्या अब जान्छ है ठिक छ तपाईँ पनि युट्युबर हो क्या हो सब्सक्राइब गर्नुपर्छ क्या मैले बिस्तारै हुँदैछ जय नेपाल हो यो पहिलाको एकदम यही हो काठमाडौँको टप हलमा एक हो यो है यही हो टुकुचा खोला भन्ने उयो हो यही खनेको यो खनेको सुरुमा यसलाई भन्छ टुकुचा खोला हेर्नुहोस् अब यो लाइनको घरहरू छ नि सबै ल्याम्प फर्किन्छ अब हेर्नुहोस् यो लाइनको सबै यो खोलामाथि घर बने हेर्नुहोस् यो घर खोलामाथि बनेको है अब यहाँ एउटा लक्ष्मी ब्याङ्क भन्ने समुदाय हेर्नुहोस् ठुलो अहिले त्यसको पुरै लकडा भइरहेछ यो ब्याङ्क पनि पर्छ होइन मेन त्यही यो सबै खोला यो सबै है घर खोलामाथि घर बनिरहेछ भनेपछि त अनि यिनीहरू त पुरा रुइरहेको होला त नि भू माफियाहरू यिनीहरू सबै चुतियाहरू यिनीहरूले त पैसा दुई तरिकाले अब यो लक्ष्मी ब्याङ्क भने हेड अफिस यो है हेड अफिस त होला हो यो लक्ष्मी ब्याङ्क अनि यत्रो हटाउँदा त खोलामाथि हेर्नुहोस् यत्रो हटाउँदा त यो खोला कहाँ तपाईँलाई थाहा छ यो भुलमण्डप हो नि हो त्यहाँ निस्किन्छ त्यही भएर अनि त्यहाँबाट उता गएर उता बागमती मिसिनी खोला हो त्यही भएर अनि काम गर्नु दिएको छैन भनेर आइरहेको थियो नि त न्युजतिर अहिले त ध्यानमा यसो बालेर बजार लिएर हिँड्दै यसलाई कमलादी भन्छ यसलाई कमाल नि त अब त्यो हात्तीसार भन्छ त्यो अघि टुकुचा खोला भनेको टुकुचा भनेको चाहिँ हात्तीसार ए हामीले न्युजमा चाहिँ देखेको तर यो आज चाहिँ प्रत्यक्ष देखेको फेरि है तपाईँको कहाँ खाल्दै बनाएर छोड्दैछ बालनले त है कति मुनि अब छोपेर उ गरेर चाहिँ त्यो पुरा निकै मुनि त्यो पनि बगैँचा साथले क्या कसरी त्यहाँ चाहिँ खन्नु भ्यायो त तिनीहरूले
कसैले एउटा निस्किहाल्छ नि अति भएपछि खती हुन्छ भन्ने एउटा उखानै छ नि होइन एउटा निस्किहाल्छ नि अब उनीहरूलाई पनि एउटा काम गरेर देखाउँ भन्ने हो होइन अब त्यही अनुसार देखाउने उनीहरूलाई कोहीलाई देखाउने भयो कोहीलाई काम भयो होइन काठमाडौँ सहरले जहाँ खोलै लुकाइदियो है खोलै लुकाइदियो उहाँ धरानले चाहिँ खोला ल्याइदियो है खोला ल्याइदियो खोलै लुकाइदिएछ है खोला कोर्टबाट एक्स्ट्रा अर्डर ल्याएर काम गर्नु दिएन नि त कति त यो लास्टमा गएर कोर्टै भत्काइदिन्छु भन्ने अवस्था पुगिसकेको छ दार्जिलिङको कोर्ट पनि रहेछ त अब अनि कोही के हस्पिटललाई पनि हानिरहेको थियो त्यो त नर्मिक हस्पिटललाई सकेको छैन नि सुरुमा त्यहीँबाट त स्टार्टिङ भएको नि किनभने त्यो नर्मिक हस्पिटलले उठाइदिन्थ्यो होइन कस्तो रहेछ भने त्यहाँ चाहिँ त्यो अक्सिजनहरू रहेछ कि अब अक्सिजन भनेको एकदम संवेदनशील होइन चाहिने कुरा हो होइन एकदम अत्यावश्यक कुरा हो होइन त्यही भएर अनि त्यो उठाउन सकेन कि अनि त्यहाँपछि यो बानेश्वरको यो अल्फा बिटा भन्ने एउटा बिल्डिङ हान्थ्यो त्यहाँबाट स्टार्टिङ भएको सब हान्दिछ यो नयाँ बसपाराको यो बालजु सालजु सामाकोसी सबै हान्दिछ यो ओ 5 तला घर भत्काइरहेको थियो अस्ति आफैले डोजर लगाएर के अरे यो सामाकोसी त्यसो भए छुट्टीमा आउनुभएको तपाईँ साउदीमा के रमाइन्छ साउदीमा सुधार केन्द्रमा बसेर आएको हो साउदीमा सुधार केन्द्रमा बसेर आएको साउदीको सुधार केन्द्र जस्तो त हो नि गल्फन्डी त बरु यहाँको सुधार केन्द्रको एकदम स्ट्यान्डर्ड यहाँ फ्रिडम हो त्यहाँको त ड्युटी पनि सुधार केन्द्र जस्तै त हो नि त्यही भएर त सुधार केन्द्रमा बसेर आएको भनेको त सुधार केन्द्रै हो साउदी पनि अहिले त्यति पहिलाको स्ट्रिक्ट त छैन अरे है होइन अहिले गोर्खाहरूको लागि पहिला त लास्टको गाडी हो कि अहिले त ब्यागको जाने हो त जन्ती अब जाँदै हुनुहुन्छ नेपालमा आएर ब्यागहरूको अब जन्ती पनि सक्यो आयो कति बस्नु भयो बस्यो यहाँ नेपालमा 3 महिना तपाईँको मलेसिया के अरे साउदीमै जान्छु भन्छ अहिले अनि मोबाइल पनि ल्याउनु नदिने अरे नि त हो त्यस्तो त अस्ति नै भयो ल्याउने ल्याइरहेछ त्यो किन शान्तिनो मान्छे ल्यायो भने अब ठुल्ठुलो हुन्छ नि ठुल्ठुलो अब माफियाहरू ल्याउनु पाउँदैन नि त खोइ के गर्नुपर्छ भन्थ्यो ट्याक्स तिर्नुपर्छ नि टेलिकमको उयोमा त्यो त अस्ति नै लागु गरेको त्यो पनि गरियो के चाहिँ लागु हुन्छ अरे नेपालमा कुन चाहिँ रुल्स फलो भएको छ र हो पनि भन्दा बढी भयो 1 महिना 2 महिना 2 दिन 3 दिन त भन्छ त्यही हो बुझ्नुभयो तपाईँ मैले एक्जाम्पल लागि के दिन थाल्छ यही ट्याक्सी चलाउँदाखेरि म कुनै दिन ठमेरमा बस्दाखेरि यही ट्याक्सी चलाउँदाखेरि होइन त्यहाँ एकछिन पार गर्दाखेरि ट्राफिकले यस्तो मुख छाड्यो होइन त्यसको 1 हप्ता 2-3 दिन अगाडि म एउटा गुम्बा गाडी चलाउँछु कि भर्खर सोरुमबाट निकालेको एउटा ब्रेजा गाडी हुन्थ्यो 42-43 लाखको त्यो गाडी राखेर त्यही ठाउँमा बस्दाखेरि सर हजुर यसरी त नरोके हुन्थ्यो होइन यहाँ अलिकति जाम हुन्छ भनेर त्यही जाँखाले भन्थ्यो त्यसरी भेदभाव गर्छ कि मान्छेहरूले तपाईँको छ नि तपाईँको भित्र होइन केही छैन तपाईँसँग खुटिया कौडी छैन होइन तर तपाईँ अगाडि तक्क लाएर सुटकेस बोकेर होइन सुटबुटमा सजेर हिँड्नु त तपाईँले सर्की सर भन्छ करोडपति होस् होइन झन्डै भएर च्यात्रीको टालेर लाएर भनेर चलिन्छ नेपालमा होइन साह्रो छ नि साउदी कति 4 घन्टा पुग्छ 4.5 घन्टा त्यस्तै डाइरेक्ट त होला नि होइन डाइरेक्ट जय बम बधाई होइन
अनि यहाँ सित्रा चलाउँदैछ कि छैन सित्रा चलाउँदैछ कि छैन सित्रा ए सित्रा त दिल्ली जलाउँछ नि इलेक्ट्रिक सित्रा उयो हो उयो धुवा आइरहेको अहिले इलेक्ट्रिक हो उयो धुवा आइरहेछ नि यो इलेक्ट्रिक हो होइन अनि त्यहाँबाट अर्को पनि पाउँछ पल्टाइ पनि पाउँछ होइन यो इलेक्ट्रिक पनि पाउँछ आफूलाई अब कुन मन लाग्छ होइन यो इलेक्ट्रिक हो ए जलिरहेछ उयो उयो यो है उयो जलिरहेछ इलेक्ट्रिक त अनि धनीको लागि मात्रै होला नि कि होइन धनी गरिब भन्नु कति लिन्छ त्यो 3,000 उस्तै उस्तै हो दाम 3,000 एउटा धनी होइन यस्तो हो तपाईँ उयो उल्टै पल्टै चाहिँ त्यो भनेको आफ्नो विधि अनुसार गर्न पायो है अब पानी सानी चढाएर वरिपरि होइन यसो ढोकसोक गरेर होइन फुलसुल चढाएर त्यो गर्नु पायो यो भनेको त सिधै हो सिधै बाहिर जे गरेर गर्छ अनि सिधै मेसिनभित्र हाल्यो होइन मेसिनले गर्छ सबै गर्छ केही गर्नै पर्दैन 2 मिनटमा सेट 8 मिनट लाग्छ अरे 5 मिनट 8 मिनटमा अनि त्यहाँबाट धुवामै गाह्रो सायद जिन्दगी है यत्रो लोभ लालच गरेँ यत्रो उस गरेँ ध्यान गरेँ लास्टमा मर्नै पर्ने है